सञ्जीव यहाँ गाडी गयो के हाम्रो यहाँ उमा लत्तै गयो डुबा बोरिङमा छिरे के लत्तै तल कहाँ यहाँ अब खै ट्र्याक्टर ल्याएर नि केही फाइदा छैन यहाँ बोरिङै लत्तै धसेर यार यहाँ उमै बाटोमै ट्र्याक्टर लिएर भन्न लागेको गाडी नै लत्तै लगिसक्यो यार अब ट्र्याक्टर ल्याएर नि फाइदै छैन आलु अड्केन तलै छिरे कहाँ तलै अब गइहाल्यो नि हेर्दा गयो मान्छे छिरेन तर यस्तो जाब काका इन्सुरेन्स छ नि फोटो त खिचेको छु कत्रो खाल्डो अब यो वरिपरि खने के त्यो बाटोबाट चाहिँ उता सानो गाडी आउने क्रममा चाहिँ यहाँनिर चाहिँ त्यो बाटो भाँसिएर भित्र नै रहेको छ गाडी। उहाँ सेतो टी सर्ट लाउने र उहाँ चाहिँ ड्राइभर हुनुहुन्छ, उहाँ चाहिँ बाँच्न सफल हुनुभयो, निक्लिनु भयो। जे होस् यस्तो दम यसरी भत्किरहेछ अनि कसरी गाडी भेटेला यो मुनि। अब गाडी नै अब जति नै पानी फाल्दैछ नि माथिबाट माटो भत्किँदैछ, कसरी अब यो गाडी निक्लिनु। सब माटोले पुरिसकेको छ गाडी निकाल्न चाहिँ धेरै गाह्रो नै छ। त्यो हेटौँडा 16 कि 17 बजी गरे हेटौँडा 17 सुचेवा नजिकै रहेको माछा प्लान्टमा चाहिँ यस्तो भएको हिजो मिति 2082 साल 1 महिना 19 गतेको दिन एकदम नराम्रो घटना भयो। यही बाटो भएर आएको गाडी यहाँबाट आएर यो बाटो भएर जाँदाखेरि अचानक खाल्डो परेर डुबेको हिजोको ठाउँ यो। आज ठुलो भएछ खाल्डो पनि हेर्न सक्नुहुन्छ। यसले आफ्नो एरिया बढाउँदैछ। कति गहिराइमा पुगेको छ भनेर एउटा बाँस हालेर हेर्दा त्यो गाडी भेटिएको छैन। यो यस्तो चाहिँ दृश्य हामीले आजसम्म देखेको थिएनौँ। यो मकवानपुरमा हेर्न सक्नुहुन्छ कति ठुलो खाल्डो भएछ। मैले हिजो हालेको भिडियोमा तपाईँले हेर्न सक्नुहुन्छ, आजको भिडियो पनि हेर्न सक्नुहुन्छ है त। हस्, धन्यवाद। त्यत्रो रोड सबै आधी गइसक्यो फेरि है, धेरै गहिरो छ यार यो त। यो गाडी भेट्ने सम्भावना कम छ यार। त्यत्रो रोड पुरै गइरहेछ। त्यो मान्छेले टेकेको छ चाहिँ कहाँ? बाटो हो रोड 20 फिट हुन्छ होइन, 20 फिटमा 10 फिट त अझै गहिरो छ ल। 10 फिट चाहिँ गहिरो अझै तल गएको छ रोड।